दुःख कष्ट आफ्नै ठाउँमा छ। यस्तो सिन देखेपछि त हेर्नु त यहाँ क्यामेरामा यस्तो सिन अर्जुन तामाङको भिडियो देखेपछि त त्यही माथि एचडी क्वालिटीको क्या। सबैजनालाई गुड मर्निङ, वेलकम छ मेरो भिडियोमा। ल हामी छौँ अहिले यति बेला कोन्चोकलिङमा। आज चैत्र 23 गते अपडेट हल्का हिउँ परिरहेछ। कोन्चोकलिङसम्मको मिनी ब्लग सबैजनाले हेरिदिनु होला। कतिको एक्साइटेड हुनुहुन्छ? एकदमै हो एक्साइटेड। उहाँ चाहिँ हाम्रो लोकल गाइड हुनुहुन्छ है, फेरि लोकल गाइड हुनुहुन्छ। अब मेरो बोइलर गाइड चाहिँ हामी लाग्दैछौँ कोन्चोकलिङतर्फ है। अब यहाँबाट कति टाइम लाग्छ हेर्नु होला फुल ब्लगमा। अब अहिले चाहिँ त्यस्तै हो, हाम्रा पाहुनाहरू टक्क लाएर हिँड्नु भएको छ कोन्चोकलिङको लागि चाहिँ। सँग आउँदाखेरि छुटाउनै नहुने एउटै मात्र ठाउँ कोन्चोकलिङ है। ल यहाँहरू सबैजनालाई वेलकम मेरो ब्लगमा पनि। ब्लगलाई पनि माया गरिदिनु होला, युट्युब च्यानललाई पनि सब्सक्राइब दिनु होला। हामी टक्क लाएर स्वर्गको गेट पुग्न ला अवस्था छ। ल हजुर है, अब हामी उतानिर चाहिँ गएर त्यो गेट खोल्नुपर्छ, स्वर्गको गेट। अनि बल्ल हामी उहाँहरूको गफ फेरि छुट्टै छ हो, आफ्नै पारा। ल हिँड्नुहोस्, ल रेडी 1 2 3 गो। ल स्वर्गको ढोका खोलेर जाँदै हुनुहुन्छ उहाँहरू स्वर्गमा। ल हिँड्नुहोस्, स्वर्गको ढोका जान्छौँ। ल कहाँ जाँदै हुनुहुन्छ अरे? स्वर्गको ढोका खोलेर। ल बिस्तारै जानु है। ल उहाँहरू यो भिडियो हेर्दा यो ठाउँमा कहिले आइपुग्ला भनेर चाहिँ नि एकदमै आतुर हुनुहुन्थ्यो। फाइनली आज चाहिँ उहाँहरू आज आइपुग्नु भयो। अर्जुन तामाङको भिडियो हेरी होइन त? ल हजुर है, टक्क लाएर हामी स्वर्गको ढोका खोलेर नि पुगिसक्यौँ। यस्तो बाटो हिँड्दै जानुपर्छ। कोन्चोकलिङसम्म पुग्नलाई धेरै होइन, जम्मा 1 घन्टा। तर सास चाहिँ मजाले बढ्छ है फेरि यो ठाउँमा आउँदा। यदि तपाईँ झन् चुरोट सुर्ती धेरै ड्रिङ्क गर्नुहुन्छ भने त झनै गाह्रो हुन्छ। हामी छौँ अहिले यतिखेर 4000 मिटरभन्दा माथि। म भ्लग बनाउँदैछु। अब फेरि हल्का ओह्रालो फर्केर आउँदा नि यही बाटो हो, दूसरा बाटो नै यदि आप लोग भी यो ठाउँमा आउन मन परेगा त आ जाइए। आउनुहोस् होला। एक्ज्याक्टली। ल देख्नुभयो, सुन्नुभयो, यस्तो ठाउँमा आउनु भएन भने तपाईँहरू मुस्ताङ आएर केही अर्थ रहँदैन। ल्यान्डस्लाइड आजको ब्लग चाहिँ एकदम खत्रै हुनेवाला छ होइन। मेरो पछाडि देख्न सक्नुहुन्छ हामी कोन्चोकलिङ जाँदा चाहिँ फर्स्ट टाइम हो, एकदमै कष्ट भएको क्या। हिँड्नलाई गाह्रो त हुन्थ्यो, तर किन भन्दाखेरि यो हिउँले गर्दाखेरि, पानीले गर्दाखेरि अलिकति यहाँ हिँड्नलाई। ल हेर्नुहोस्, यहाँ मेरो पाहुनाहरूलाई एकदमै गाह्रो भइरहेको छ, स्पेसली यहाँ दिदीलाई। ल हजुर, दुःख कष्ट आफ्नै ठाउँमा छ। यस्तो सिन देखेपछि त हेर्नु त यहाँ क्यामेरामा यस्तो सिन अर्जुन तामाङको भिडियो देखेपछि त त्यही माथि एचडी क्वालिटीको क्या। कसको चाहिँ मन नपग्लेला र यो भिडियो हेरेर लाइक सब्सक्राइब दिनलाई हो क्या भन्नु त। इभन अहिले हजुरहरू पनि यो भिडियो देखेर दङ पर्नुहुन्छ क्या। पैसा हजुरहरूको सेवा मेरो, हजुरहरूको पैसामा अर्जुन तामाङले इन्जोय गरिरहेछ। फ्याट कुरा क्या हो क्या भन्नु न। ल यस्तो सर्ट चाहिँ प्रायः कम देख्नु भएको होला हजुरहरूले। ल विश्वकै सबैभन्दा सुन्दर मेरो देश नेपाल, त्यो मध्येको पनि सबैभन्दा ब्युटिफुल एकदमै सुन्दर ठाउँ भनेको कोन्चोकलिङ।
करिब 20-25 मिनट उकालो चढिसक्यो हामी। अब चाहिँ उकालो सक्यो। अब चाहिँ हाम्रो उकालोको गन्तव्य सक्यो। ल अब उकालो सक्यो गाइस। 25 मिनटको उकालो सकेपछि यस्तो देखिन्छ। ल हेर्नु, ल म चाहिँ आइपुगेँ। उहाँहरू आउँदै हुनुहुन्छ। आउनु बिस्तारै। 5-10 मिनट जति हामी रेस्ट गऱ्यौँ। अब हामी केभ जाँदैछौँ होइन। अब केभसम्मको भ्लग त फेरि हजुरलाई देखाउनु पऱ्यो। फुल भ्लग चाहिँ हेरेर मात्रै हजुरहरूले प्रतिक्रिया दिनु होला के कस्तो रहेछ भनेर है। हजुरहरू पनि पक्कै पनि अवश्य एकचोटि यो ठाउँको भ्रमण गर्नु होला। यहाँ चाहिँ धेरै बोल्नुहुन्न क्या, एकदम स्याहाँ हुन्छ। ल यो चाहिँ के को हड्डी हो थाहा भएन है गाइजहरू। तर थाक्ने क्या एकदमै। वाह, हेर्नुहोस् भ्लग मार्फत भयो नि हेर्नु है कुञ्चोलिङ केभसम्मको। ल चौतारीमा दिनभरि पर्खिए निराश हुँदै साँझमा घर फर्किए। यो बोला च्याते जस्तो स्वरले चाहिँ गीत गाउनुभन्दा नगाउनु फाइदा गाइस। यहाँबाट झऱ्यो भने चाहिँ फेरि एकैचोटि गाउँ ल हिँड्नुहोस् ल है हजुरहरू। हावा पनि चलिरहेछ, हल्का हल्का हिउँ पनि परिरहेछ, इन्जोय पनि भइरहेछ होइन। यो हाम्रो अब चाहिँ पुगिहाल्यो भन्दा नि हुन्छ है हामी कुञ्चोलिङको स्वाट। हो कुञ्चोलिङ है, यहाँबाट यस्तरी तल झर्नुपर्छ। ए यो बाटो हो नि त। यो ठाउँ त फेरि अचम्मै लाग्दछ त गाइस। फेरि ए यहाँबाट यस्तरी ओह्रालो झर्नुपर्छ है। ल हेर्नुहोस् बाटो चाहिँ फेरि बाटो त फेरि असमै हो नि फेरि। ए यत्तिको पनि बनाइदिनु भएको छ यहाँको स्थानीय सरकारले, त्यही ठुलो कुरा हो। बाटो चाहिँ ल हिँड्नुहोस् है पुग्यो है हामी अब कुञ्चोलिङ। ल हिँड ल हिँड्नुहोस्। उहाँहरू पुगिसक्नु भयो। ल हेर्नुहोस् ल हजुर कुञ्चोलिङ केभ पुग्यो है हामी। अब त्यहाँ गएर चाहिँ हामी दर्शन गर्छौँ। कुञ्चोलिङ केभभित्र चाहिँ के छ त भन्ने कति मान्छेहरूलाई खुल्दुली होला है। फुल भ्लगमा हेर्नुहोस् है त। वेट फर फ्यु मिनट, केही मिनट मात्रै पर्खिनु होला, हजुरहरूले देखिहाल्नुहुन्छ। ल केभ चाहिँ यही हो। अब हामी यहाँभित्रको दृश्य हजुरलाई देखाउँछु है। ल प्रवेश गरिसक्यौँ मैले। अब कुञ्चोलिङ केभभित्र यहाँ चाहिँ हजारौँ वर्ष पुरानो पेन्टिङ छ, हजुरहरूलाई चाहिँ म देखाउँछु। ल हेर्नुहोस् यहाँबाट यस्तरी यो केभभित्र चाहिँ यस्तो छ है। यो चाहिँ केभ हो एकदमै। ल केभभित्र
यस्तो छ यसरी आएर Sange